हेलो गाइज नमस्कार काका ग्यारेज यो 450 हो। यसमा समस्या के छ फाइनली सेयर गर्दैछु ल गाइज हेर्नु। मिटरमा लाइन आउँछ मजाले, सबै कुरा जे हुन्छ हुँदैन, सेल्फ जे हुन्छ मजाले हान्छ हेर्नु। सेल्फ पनि हान्यो मजाले, हर्न बज्दैन, साइडलाइट बढ्दैन, हेडलाइट जे हुन्छ बज्दैन, बल्दैन। यहाँ हेर्नु बले छैन। यसमा समस्या के छ फाइनली म सेयर गर्दैछु, पुरा फुल भिडियो हेर्नु होला गाइज। ल स्टार्ट जे हुन्छ यहाँबाट अफ हुन्छ, फेन स्टार्ट पनि मजाले भएछ। स्टार्टिङमा समस्या छैन, मेन कुरा लाइन आउनुपर्छ। लाइन आएन, कहाँ समस्या छ म सिधै सेयर गर्दैछु हेर्नु गाइज। अफ गरेर सबैको सुरुमा म गाइज यसको साइड कभर खोल्छु। साइड कभर खोलेर सिट निकाल्दैछु गाइज। यसको म सिट निकाल्छु। सिट निकालेर गाइज यहाँ हेर्नु, यो फ्युज बक्स भनेको छ। यो मेन लाइनको हुन्छ, मिटरमा जान्छ लाइन। यहाँको फ्युज गएपछि चाहिँ फेरि स्टार्ट हुँदैन, जे हुन्छ लाइन साइन आउँदैन गाइज। यहाँको फ्युज मेरो हिसाब चाहिँ एकदम ठिक छ, ओके छ। मेन समस्या भने गाइज यहाँ पनि एउटा फ्युज बक्स हुन्छ, बुझ्नु भएन गाइज। अब फाइनली म यहाँको फ्युज बक्स निकालेर हेर्दैछु, यहाँको ड्यामेज भइसक्यो के भएछ यहाँ हेर्नु होला। ल गाइज यहाँ हेर्नु, मलाई लागेर यो फ्युज बक्समा समस्या छ गाइज। यो फाइनली म एउटा अर्को फ्युज हाल्छु, यो जे हुन्छ फाइनली काम लाग्दैन। यहाँ फाइनली म एउटा फ्युज लिएर आइसकेको छु गाइज, यस्तो खालको लाग्ने हो। अब यो हालेर गाइज म फाइनली जे हुन्छ सेयर गर्दैछु, पुरा फुल भिडियो हेर्नु होला गाइज। हेर्नु हजुरको जे हुन्छ बिच बाटोमा चल्दै चल्दै हुन्छ एकदम चाहिँ धेरै गाह्रो भयो, धेरै समस्या भयो, त यसले जे हुन्छ हतपत्त वाइरिङ सर्ट हुँदैन। यो फ्युज भनेको कहिले पनि डेरेक्टै गर्ने हुँदैन, बुझ्नु भएन। न त यसमा पनि एक्स्ट्रा एउटा फ्युज हुन्छ, एक्स्ट्रा फ्युज जे हुन्छ जोड्नुपर्छ, बुझ्नु भएन गाइज। डेरेक्टै गर्ने खास धेरै जरुरी छैन, एक्स्ट्रा फ्युज हुन्छ, एक्स्ट्रा फ्युज हालेपछि काम गर्छ मजाले। ल गाइज फाइनली म यहाँ हालिसकेको छु। अब यहाँ हालेर गाइज म फाइनली यसको भित्र जे हुन्छ यहाँ लगाइदिएछु। लागिसकेको छ यहाँ हेर्नु गाइज, लागिसकेको छ। अब चाबी अन गर्छु। अन गरेपछि सबैसे सुरुमा म के भन्छु, हर्नमा जान्छु। काम गर्यो, साइडलाइट पनि बल्यो, यताको पनि साइडलाइट बल्यो। अब हेडलाइट बल्छ कि बल्दैन फाइनली म सेयर गर्छु। ल हेडलाइट पनि मजाले बल्यो। यहाँ हेर्नु गाइज हाई लो गर्छु। हाई लो गरेपछि मजाले भयो। समस्या भनेकै यसको फ्युजमा थियो, अरू यस्तो समस्या केही थिएन गाइज। अघि पल्सर 150मा समस्या के थियो गाइज, यसमा जे हुन्छ मिटरमा लाइन साइन जे हुन्छ आउने मजाले, जे हुन्छ हर्न सरन नबज्ने समस्या कहाँ थियो गाइज, यहाँ थियो। दाइ यता आउनु, यता हजुरलाई पनि सिक्ने अलिकति एकदम जरुरी छ। यो जुन मिटरमा जे हुन्छ लाइन साइन जे हुन्छ, यसमा लाइन साइन नआएपछि मिटरमा लाइन आउने, जे हुन्छ सेल्फ हान्ने, साइडलाइटमा जे हुन्छ हेडलाइटमा लाइन नआएपछि यो जुन यहाँको फ्युज मेन जाने हो, बुझ्नु भएन। म जे हुन्छ यसलाई जे हुन्छ डाइरेक्टर नपार्नु होला, बुझ्नु भएन। एक्स्ट्रा मैले एउटा फ्युज पनि हालिदिन्छु, कसरी हालिदिनु फाइनली हेर्नु। ल गाइज यहाँ दाइ हेर्नु, एउटा भनेको यसमा त जे हुन्छ यसरी लाग्ने हो, बुझ्नु भएन। यसरी लाग्यो। एउटा भनेको एक्स्ट्रा दिएको हुन्छ, बुझ्नु भएन। यो भनेको बाटो साटोमा सर्ट भएपछि हुन्छ यो फ्युज भएपछि हुन्छ यो बले जे हुन्छ एउटा जे हुन्छ यो हाल्ने यसरी मिल्छ, बुझ्नु भएन। यसरी जे हुन्छ निकालेर हाल्ने मिल्छ। अब यसरी हालेपछि मजाले काम गर्ने हो। ल यसरी हाल्ने हो, एकदम सजिलो छ। अहिले हेर्नु लाइन साइन पुरा आइसकेको छ, मिटरमा आयो, आइसकेको छ, मजाले भरेछ। ल दाइ कस्तो लागेछ भनिदिनु त एकचोटि। अब मलाई चाहिँ एकदम ठिक लाग्यो। ग्यारेजमा तपाईँहरू पनि केही समस्या छ भने यहाँ आएर यसो यहाँ बनाउन लगाउनु पर्यो, हाम्रो काका ग्यारेजमा आएर। हजुरको बाइकले अहिले दुःख दियो कि हिजो दिएको थियो? हिजो दुःख त हिजो दिएको थियो, अब अहिले आएर चाहिँ मलाई एकदम टेन्सन साफ हो मेरो भनौँ। अब धेरै टेन्सनले आएको थियो, म अहिले एकदम खुसी साथ फर्किन लागिरहेको छु। यस्तो ठुलो त समस्या केही थिएन। ठुलो समस्या के यो त एउटा फ्युजको कारण छ गाइज, ये लाइन साइन नआउने, सेल्फ हान्ने जे हुन्छ लाइन नआउने, उयो त हो। अहिले त जे हुन्छ मैले सिकाइदिएछु। हिजो कतिखेर बिग्रेको थियो राति? हिजो लगभग त्यही 6:30 देखि 7 बजे जे हुन्छ राति बिग्रेको थियो। अब दाइले थाहा भएपछि त यो पनि दाइले बनाउन सक्छ। अब दाइले एकदम म आफै बनाउनको लागि सक्षम भएँ। अब उयो लागेको होला कमेन्ट गर्नु गाइज। फाइनली अपन गाइज काका ग्यारेज, ओके गाइज।